Hello guys. Hello guys, let's go guys. Let's go daddy. Let's go daddy. Lulu daddy. के मरिन डाउन छैन त्यहाँ आइपुग्यो अब काम मरेको छैन म आफ्नो चाहिँ खतरा छ एकदमै घुम्न योग्य ठाउँ परिवार सहित वाइफ एन्ड गर्लफ्रेन्ड दिदी भाइ सहित सबै घुम्ने ठाउँ छ एकदमै राम्रो छ रमणीय छ हेर्नुहोस् मान्छे छ आज शनिबार भएर हो कि हामी चाहिँ दिदी भाइ घुम्न छ यहाँ मेरो पार्टी छ हामी चारजना चाहिँ पानी चाहिँ फेरि यस्तो पानी बनाउनु जस्तो हुँदैन हाम्रो यहाँ चाहिँ यस्तो खतरा ठाउँ छ यहाँ त के हो यो साइकलहरू खेल्ने ठाउँ छ क्या साइकल भयो भने त फेरि म उडाइदिन्छु नि के हो यो खास कम्पिटिसन होला कि कम्पिटिसन छ कि हल्केको हामी चाहिँ समुद्र नजिक आइपुगेर चाहिँ समुद्रमै छौँ आम्मा त्यहाँ सागर खेल्छु त रहेछौँ त्यहाँ सबभन्दा ठुलो पो भने होइन हामी त त्यहाँसम्म मात्रै आएको हो नि त ए त्यहाँ ब्रिजहरू त डेन्जर छ त हामी समुद्रमा आइपुग्यौँ यहाँ चाहिँ पार्क रहेछ फेरि यहाँ त लाउनु डुङ्गो सर देशको पार्टी अहिले डुङ्गो चल्न ढिलो है अब हाम्रो जम्बू डुङ्गिएको छ अनि भेला केही भन्नु छ भाइको सानो भाइको अनि घरमा केही नभन्नु तपाईँ ल ए यो चाहिँ अन्तर्राष्ट्रिय स्तरमा के अरे सम्म जाने रहेछ जहाज ठुलो जहाज रहेछ समुद्रमा आइपुग्यो हामी चाहिँ त्यहाँ डेन्जर ब्रिजहरू छ यहाँ चाहिँ के साइकलको के भन्नु आइरह हो हामी चाहिँ पार्कमा मान्छेको भिड त त्यो 8 दिने ठाउँमा हाम्रो पार्किङको तिर्नु पुग्छ होइन ए Shasino Torimas. यहाँ चाहिँ विथाउट बिल विथाउट मनी किन पाउँदो रहेछ निशुल्क पार्क छ एकदमै राम्रो छ राम्रो छ रमणीय छ if you want to visit come here Without me because I'm busy. because I am busy I am single. If you want, I'm available. because I am available. If you want, if you want me, I am available. always available. always available. So that right there. Contact me. This one contact me. म एकदमै फुर्सादिलो मान्छे चाहिँ अहिलेसम्म काम पाएको छैन कसैले बनाउन चाहनु भयो भने सजिलै तरिकाले फ्रीमा छ
यहाँ चाहिँ फ्री इन्ट्री है। अघि त हामी जान लागेको ठाउँमा चाहिँ टिकट काट्नु पर्थ्यो, यहाँ चाहिँ टिकट काट्नु नपर्ने रहेछ। यहाँको दिमागले काम गर्यो। खुसी हुनुहुन्छ नि नाना हजुरको? लालदिङ जस्तो रहेछ पुरानो बेलाको है। यो चाहिँ के हो, हाम्रो दिदीज्यू चाहिँ एकदमै पढिरहनु भएको छ, एकदमै इतिहास। यो चाहिँ उ बेलामा युद्धमा हाने आँदैन हो क्या चाहिँ बन्नु जस्तो छ त पढ्नुमा। बासको जस्तो छ त्यो चाहिँ के हो फेरि? म्याड इन जापान म्युजियम रहेछ है। उनीहरूको जहाजभित्र यो जुन एउटा समुद्रको बिचमा एउटा जहाज, पुरानो जहाज रहेछ है। त्यो पनि इन्टरनेसनल स्तरमा जाने जहाज रहेछ है। जुन पुरानो जहाजलाई म्युजियमको रूपमा चाहिँ उनीहरूले परिणत गरेको रहेछ। जुन परिणत गरेको म्युजियमबाट देखिने दृश्य तपाईँहरूले देख्न सक्नुहुनेछ। यो एउटा समुद्रको बिचमा अवस्थित छ। यहाँबाट चाहिँ यत्रो जापानको एकदमै भाइरल ब्रिज, जुन ब्रिज चाहिँ हामीले नेपाल बस्दाखेरि पनि देखिन्छ। यो भाइरल ब्रिज होइन नेपाल जापानको। अनि जुन हामीले भनेको चाहिँ यो हाम्रो टावर छ यहाँनिर, कहाँ पुग्यो त्यो हाम्रो टावर भयो। मेरो साथी पनि एकदमै भ्लगर हुनुहुन्छ, हेर्नुहोस्। उसले चाहिँ बाहिरमा देखाउनको लागि एकदमै कष्टकर रूपमा चाहिँ लिइरहेको छ। एकदमै पुरानो जहाजलाई चाहिँ म्युजियमको रूपमा प्रयोग गरेर स्ट्यान्डर्ड लाइफ हेर्नुहोस् कसरी स्ट्यान्डर्ड लाइफ होइन। यस्तो ठाउँमा स्ट्यान्डर्ड लाइफ टक्क लगाएर हुन्छ नि, जहाजभित्र बसेर यसरी टक्क लगाएर खाएर। मेरो भेना चाहिँ एकदमै खतरा तरिकाले हिरो तरिकाले बसिरहनु भएको छ। आराम गर्ने ठाउँ रहेछ जहाजमा। यो पनि 3 तला कि 4 तला लबी हुँदैन त्यसरी बन्द जहाजभित्र पनि यस्तो हुन्छ नि। अब के भन्नु है, हामी कुन देशमा रहेछ? आउने बाहिर जानु अब यताबाट। फर्स्ट क्लास क्याबिनमा हेर्नु आइपुग्यो। फर्स्ट क्लास यहाँबाट देखेको भ्यू है यो चाहिँ। सर हामी टप फ्लोरमा जाँदैछौँ। यता चाहिँ क्याप्टेन अफिस रहेको हाम्रो हेर्नु यहाँ समुद्र। मन लोभिने छ, दिमाग एकदम सोचमग्न बनाउने छ एकछिन। जुन देशको विकास हेर्दाखेरि हामी नै अचम्मित र के भन्छ उसले, मैले भाषामा त्यसलाई शब्दमा व्याख्या गर्नै सकिरहेको अवस्था छैन अहिले। नाना यो बोल्नु, यो भ्यू हेर्ने हेर्नु यहाँ समुद्रमा त्यो पनि जुम गरेर हेर्छ।
अझ योभन्दा पनि माथि टप रहेछ, टपमा जानु पऱ्यो हामी। यद्यपि हाम्रो भिडियो हेरेर तपाईँहरूलाई एकदमै मनोरञ्जन हुनेछ भन्ने म पूर्ण विश्वास त छु। जापानको पुरानो जहाज, जुन जहाजभित्र चाहिँ म्युजियम बनाएर जुन हामीबाट पैसा असुल्ने काम चाहिँ भइरहेको छ। हाम्रो भिडियो हेरेर तपाईँहरूलाई एकदमै आनन्द प्रफुल्लित हुने कुरामा म एकदमै विश्वास त छु। यहाँनिर चाहिँ के भइरहेछ यहाँ फेरि, यहाँनिर चाहिँ साइकलको के हुँदैरहेछ थाहा हुँदैन। यो त 5 तल कि कति तल माथि आइपुग्यो अनि बाबुजी तल छ, मोबाइल खस्छ भने डर छ फेरि। उताबाट त खतरा, कति माथि हो कति माथि हो। उसले त गुन्द्री जस्तो देखिन्छ त, यो मुनि यहाँ त गुन्द्री। माथि पानी जाँदा यस्तो मजाले खतरा गइरहेछ। घुम्न आउनु होला सबैलाई। पैसा चाहिँ अलिअलि चाहिन्छ है, पैसा दिन चाहिँ संसार घुम्छु भने चाहिँ त्यो एउटा प्रकाशको फल कहिले के अरे यहाँ यो चाहिँ आइरन पुलले चाहिँ यिनीहरूको जापानको त्यो समुद्रै समुद्र भरै छैन, थुप्रै दुनियाँ लाग्छ। एनर्जीले त रफ्तार तरिकाले कता तरिकाले तमाम तरिकाले कुदेर मान्छेको देशमा चाहिँ समुद्र मुनिदेखि लिएर चन्द्रमासम्म पुग्ने गरी मान्छेले विकास बनाइसक्यो। हाम्रो देशमा एउटा साधारण गाडी एउटा कुद्नलाई एउटा बाटो नबनाएको देख्दाखेरि एकदमै विरक्त लागेर आउँछ, एकदमै चिन्ता लागेर आउँछ। हेर्नुहोस् के हो यो फेरि, यहाँ एकदमै एक्सर्साइज गर्ने ठाउँ हो क्या। युद्ध हुँदाखेरि दिने हो क्या कि बम ड्याम बम बनाउने ठाउँ क्या। अमेरिकाले लिएको छ भने अमेरिकाले दिने आउने चाहिँ ड्याम त्यो जापानको म्याप त्यतिखेर यस्तै ठाउँबाट यस्तो यस्तो त्यो भनेर तपाईँहरूले देखाउने छु कोही मात्रामा यो भ्लगमा यस्तो खतरा ठाउँ माथि चाहिँ राम्रो अमेरिका दोस्रो विश्वयुद्धमा पनि पुरै सखा पारेको जापानले जस्तो विकसित छ। हाम्रो त अब के भन्नु है। यहाँ समुद्र पुरै समुद्र चाहिँ त्यहाँबाट यत्रो अग्लो ब्रिज बनाएको के भन्नु। यहाँ कुदिरहेको छ एउटा रेलवे के पानी जहाज, त्यहाँ पङ्खा भइरहेको छ। यस्तो मिसिनहरूबाट चल्ने रहेछ नि त यो त। अनि यो इन्जिनहरू हो, यस्तो इन्जिनबाट चाहिँ यिनीहरूको के हो